Hello guys, welcome to my हाम्रो हाउस युट्युब च्यानल। र आज चाहिँ बिहानको समय रहेको छ। आज बिहानको समयमै मेरो छोरी चाहिँ टिभी हेर्न एकदमै बिजी हुनु भएको छ। र टिभीमा चाहिँ के हेर्नुहुन्छ भन्दाखेरि खाली सौरभ जोशी ब्लग। एनी टाइम सौरभ जोशी ल हेर्नुस् त, हेर्नुस् त। ए सौरभ जोशीको एकदमै ठुलो फ्यान हो मेरो छोरी त। ल हेर्नुस् त। हेर्नुस् त। झिमिक्क नगरिकन सौरभ जोशी बिहान उठ्ने बित्तिकै सौरभ जोशी, बेलुका सुत्ने बेला नि सौरभ जोशी। होइन यो सौरभ जोशी भने के हो यो? लौ न लौ, के गर्यो मेरो छोरीलाई? हेर्नु त, मैले छेक्यो भनेर साइडमा गएर पनि हेर्नुहुन्छ। ल हेर्नु त, के हो यो? सौरभ जोशी के अरे यस्तो? के हेरेर छ तिमी? भन त के हेरे भन्नु? के हो? हेर्नुहोस् त, खास केही पनि छैन। त्यही खेलेको, घरमा बसेको, देखाएको, त्यही हेरेको छोरा छ। के गर्ने? हेर्नुहोस् त, अब खाना खाने बेला पनि भइसकेको छ। ऋतुविका बोर्डिङ जाने बेला भइसक्यो हो। अब खाना खाने कपाल कोरेर रेडी भइसक्नु भएको छ ऋतुविका। हेर्नुहोस् त, अब चाहिँ खाना खाने, खाना खाएर म स्कुल पठाइदिन्छु र मेरो बुढी चाहिँ यहाँ मिठो चिया पकाइरहेको छ। उम्लेर गएर चिया। हेर्नुहोस् त, किन उमाले ग्यासले हो। कस्तो ग्यास रहेछ नि त, ग्यास त कस्तो रहेछ बाबै नि त। उम्ल्यो। ऋतुविकालाई चाहिँ भोग लागिसक्यो अरे। ल हेर्नु त गायो, सौरभ जोशी हेर्ने भोग लाग्यो भन्ने। तपाईँको नानी बाबुले सौरभ जोशी हेर्नुहुन्छ कि हुँदैन? मेरो मात्रै हो कि तपाईँहरूको नानी बाबुले पनि हेर्ने हो? यार तिमी सौरभ जोशीलाई भेट्ने हो ऋतुविका? ठुलो बिग फ्यान हो तिमी? नेपाल आयो भेट्ने नभेट्ने? ल भन, नभेट्ने? अनि किन हेरे त उसको भिडियो? मन पर्छ तर भेट्न चाहिँ नभेट्ने। किन यस्तो? कतिवटा भिडियो हेऱ्यो भन त? आजै दिन 10वटा हेरिरहने हो। ल सुन्नु हो, हेरिरहने हो अरे। पढ्नु पनि पर्छ? पढ्नु पनि पर्छ? ल मेरो छोरीले चाहिँ एकदमै ध्यान दिइरहनु भएको छ है सौरभ जोशीलाई। सौरभ जोशी ब्लग च्यानललाई एकदम ध्यान दिनु भएको छ। हेर्नुहोस् त गाइस।